हेलो हेलो हजुरहरू सन्चै हुनुहुन्छ? नमस्ते, म एकदमै ठिक छु। मेरो आज पनि छुट्टी थियो, त्यही भएर म बिहानसम्म सुतेँ 10 बजेसम्म अनि उठेर अब सुतेपछि ओछ्यान त मिलाउनै पर्यो होइन। त्यसपछि मैले ओछ्यान मिलाएर मुख धोएर फ्रेस भएँ अनि त्यसपछि मेरो हर्लिक्स पनि होइन, साथीलाई अस्ति नेपाल गएको बेला लिएर आएको थियो हर्लिक्स, लास्ट चाहिँ थियो क्या। अनि त्यही हर्लिक्स चाहिँ मैले फाइनल म खान्छु भनेर सोधेर मैले बनाएर खाइदिएँ। त्यसपछि किचन जान्छु खाना बनाएर खान्छु भनेर गएको। साउले त के भन्छ, स्ट्रबेरीबाट टन्न किनेर राख्नुभएछ, स्ट्रबेरीको जाम बनाउने अरे। अनि त्यो जामलाई पकाउनको लागि हामीलाई 10 मिनट भयो नि केलाइदिनु भनेपछि हामी नेपाली हो गरिदिनु परेको, अनि गरिदिएँ। काम नि सकाइदिएँ अनि हामी खाना खाएर फेरि रुम आयो। अनि दिनभरि के गर्ने भन्ने भयो। त्यसपछि म चाहिँ आएर टिकटक बनाउँछु भनेर मेकअप गर्नु पर्यो, यसो राम्रै हुनु पर्यो भन्ने मेरो विचार नि त। त्यही भएर म मेकअप गरेर टक्क रेडी भएँ अनि म एकदम ब्युटिफुलवाला फिलिङ आयो। त्यसपछि म चाहिँ आफ्नो होइन मोडलवाला पोज दिएँ कि मस्त। त्यसपछि फेरि के गर्ने भन्ने भयो नि। सकेपछि फेरि किचन आएर हामीले चाहिँ आज रक पेपर सिजर खेलौँ न त भनेर हामीले रक पेपर सिजर खेल्नका लागि सामान खानाहरू रेडी गरेँ। टक्क लगाएर चिकन रोस्ट बनाउने दिदीले, मैले पानीपुरीको झोल बनाउने, पानीपुरी बनाउने, प्रियङ्काले चटपटे बनाउने, यस्तै काम गरेँ। त्यसपछि म काम सकेपछि फेरि अन्डा ल्याइरहेको रहेछ क्या। अनि अन्डा टक्क धोएँ होइन, धोएर ल्याएर टक्क राखिदिएँ अन्डालाई पनि। काम सकियो नि त। अनि त्यसपछि फाइनल्ली हाम्रो चटपटे र पानीपुरी चाहिँ रेडी भएको थिएन। अनि चटपटेमा मैले मटरहरू राखेँ अनि दिदीले चाहिँ आलु केलाउँदै हुनुहुन्थ्यो पानीपुरीको लागि। अनि टक्क सबै रेडी गराइसकेपछि चाहिँ हामी रक पेपर सिजर खेल्यौँ। एकदम रमाइलो भयो। रक पेपर सिजर खेलिसकेपछि दिदीको मुख हेरेँ, बाउला हाँस उठेर आइरहेको क्या। मलाई त क्या हाँस उठेर आयो। यसरी रमाइलो गरियो आजको छुट्टीको दिन पनि। के गर्नु, गाह्रो छ। बाई बाई।